नमस्कार। ओम नमः शिवाय। आज हामी जति पनि जीवजीवात्मा श्वास लिएर जीवन बाँचिरहेका हुन्छौँ र यो श्वाससँगको सम्बन्ध कस्तो छ, हामीले फेर्ने श्वासबाट चाहिँ हाम्रो जीवनमा कस्तो कस्तो किसिमको प्रभाव पर्दछ। शिवजीले पार्वतीलाई 112वटा मेडिटेसनको टेक्निकहरू सिकाउँदाखेरि जुन एउटा विज्ञान भैरव तन्त्रमा चाहिँ श्वासको सम्बन्धित एउटा विज्ञान छ, स्वर विज्ञान। यो स्वर विज्ञानले चाहिँ हाम्रो जीवनमा कुन किसिमको स्वर आउँदाखेरि कुन किसिमको क्रियाकलाप गर्ने, कस्तो कार्य गर्दाखेरि चाहिँ हामीले कुन स्वरलाई एक्टिभेसन गरेर गर्ने र कुन एक्टिभेसन हुँदाखेरि हामीले नेगेटिभ प्रभावहरू पर्दछ र कुन एक्टिभिटीहरूमा गलत क्रियाकलाप गर्दाखेरि चाहिँ हाम्रो जीवनमा विभिन्न किसिमका प्रभावहरू पर्दछन्। यसको बारेमा आज म स्वर विज्ञान अन्तर्गतको ज्ञान हजुरसँग सेयर गर्न चाहन्छु। हाम्रो शरीरमा 7वटा चक्र रहेका हुन्छन् र यो 7वटा चक्रको रूपमा रहेको मूलाधार, स्वादिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार चक्रलाई चाहिँ हाम्रो इडा, पिङ्गला र सुषुम्ना तीनवटा नाडीले चाहिँ यसलाई प्रभाव पारिरहेको हुन्छ। हाम्रो शरीरको लेफ्ट साइडकोलाई इडा भनिन्छ भने राइट साइडको भागलाई चाहिँ पिङ्गला नाडी भनिन्छ र बिचको जुन सिधा भाग छ त्यसलाई चाहिँ हाम्रो सुषुम्ना नाडी भनिन्छ। हामीले जहिले पनि चन्द्र नाडी भनेर लेफ्टपट्टिको नाकबाट आएको श्वासलाई चाहिँ चन्द्र नाडीबाट हाम्रो बुझाइन्छ भने राइटबाट आएको श्वासलाई चाहिँ सूर्य नाडी भनिन्छ। र हामी कुनै पनि व्यक्ति बिहान उठेदेखि बेलुका सुत्दासम्म कुन नाडीमा कुन क्रियाकलाप गर्ने भन्ने कुरो विभिन्न स्वर विज्ञानको यो अध्ययनबाट हामी विश्लेषण गर्न सक्दछौँ। जस्तो बिहान हामी उठिसकेपछि बेडबाट उठेपछि हामीले फर्स्टमा कुन नाडी एक्टिभेसन छ त्यसको लागि चाहिँ हाम्रो नाकलाई एक साइड बन्द गरेर पहिले लेफ्टपट्टि हेरौँ र फेरि लेफ्ट बन्द गरेर राइटपट्टि हेरौँ। जुन नाकबाट चाहिँ बढी श्वास आइरहेको छ त्यो चाहिँ नाडी एक्टिभेसन हुन्छ र बार अनुसारको हाम्रो नाडीहरूलाई चाहिँ बार अनुसार पनि लिन्छ। जस्तो सूर्य नाडी एक्टिभेसन भएको दिन चाहिँ आइतबार, मङ्गलबार र शनिबारको दिन चाहिँ बिहान उठ्दाखेरि हाम्रो सूर्य नाडीबाट उठ्न सक्यो र त्यही अनुसारको दैनिक कार्य अगाडि बढाउन सक्यो भने त्यो दिनको लागि शुभ मानिन्छ। र यदि चन्द्र नाडी हाम्रो देब्रेपट्टिको नाकबाट बढी श्वास आइरहेको छ भने चन्द्र नाडी एक्टिभेसन हुन्छ र चन्द्र नाडीको लागि चाहिँ सोमबार, बुधबार, बिहिबार र शुक्रबारको दिन चाहिँ राम्रो दिनको रूपमा लिइन्छ। यदि कुनै पनि महत्त्वपूर्ण चन्द्र नाडीसँग रिलेटेड कुरा गर्नु छ भने हामीले सूर्य नाडी एक्टिभ छ भने त्यसपछि हामीले चन्द्र नाडीलाई कसरी एक्टिभ गर्ने त्यसको लागि चाहिँ फेरि हाम्रा विभिन्न विधिहरू छन् र हामीले बेडबाट सुतेर उठेपछि कसरी त्यसलाई चाहिँ हामीले दिन सुरु गर्ने। जस्तो यदि चन्द्र नाडी हाम्रो देब्रेपट्टिको श्वास बढी आइरहेको छ भने हामीले बिछौनाबाट तल भुइँमा टेक्दाखेरि लामो सास लिने र होल्ड गर्ने, यो होल्ड गर्ने विधिलाई चाहिँ सगुन विधि भनिन्छ। सासलाई रोक्ने कार्यलाई चाहिँ सगुन भनिन्छ। यो सगुनमा चाहिँ हामीले यदि चन्द्र नाडी एक्टिभेसन छ भने ओछ्यानबाट तल पैताला टेक्दाखेरि देब्रेपट्टिको खुट्टा पहिले टेक्नु पर्दछ र चन्द्र नाडीको लागि हामीले 2 स्टेप, 4 स्टेप अथवा 6 स्टेप कति छ ठाउँ त्यो आधारमा चाहिँ हामीले पैताला चालेर अगाडि बढ्ने र चन्द्र नाडीको लागि चाहिँ हामीले दक्षिण र पश्चिम दिशामा चाहिँ पैताला अगाडि सार्नु एकदम शुभ मानिन्छ भने यदि हाम्रो दाहिने नाकको पालबाट श्वास आइरहेको छ बढी भने सूर्य नाडी एक्टिभेसन भयो। यदि सूर्य नाडी एक्टिभ छ भने हामीले राइटपट्टिको चाहिँ खुट्टालाई भुइँमा झारेर त्यसपछि हामीले पूर्व अथवा उत्तर दिशामा चाहिँ 1 पाइला, 3 पाइला अथवा 5 पाइला यसरी अड नम्बरमा चाहिँ हामीले सूर्य नाडीको लागि चाहिँ हामीले पाइताला चालेर हाम्रो दिनको सुरुवात गर्न सक्यो भने हाम्रो दिन एकदम शुभ रहनेछ। यसरी कुन तिथिमा कुन स्वर एक्टिभेसन हुने, दिनमा कति घण्टा कुन स्वर एक्टिभेसन हुँदाखेरि कस्तो कस्तो हेल्थ रिलेटेड प्रब्लमहरू हुन्छ, मनी रिलेटेड प्रब्लम हुन्छ, यी कुराहरू पनि विभिन्न म अन्य भिडियोहरूमा जानकारी लिएर आउँछु। जस्तो हामीले बिहान उठेर पानी पिउनु पर्यो, जस्तो लिक्विड कुराहरू कुनै झोल पदार्थहरू खानु छ भने हामीले चन्द्र नाडी एक्टिभेसन गराएर अथवा एक्टिभ गरेर खानुपर्दछ भने जुन पाचन प्रक्रिया, पचाउने कुराहरू छ, फोकस ओरिएन्टेड कुराहरू छ, सर्ट टर्मको लागि गर्ने क्रियाकलापहरू छ, जुनमा बडी फोर्सफुल्ली काम गर्नुपर्ने हुन्छ, त्यो कुराहरूको लागि चाहिँ सूर्य नाडी एक्टिभ गरेर हामीले गर्नुपर्ने हुन्छ। यसरी चन्द्र नाडीले चाहिँ हामीलाई कुनै गोलहरू एचिभमेन्ट गर्नु छ, म्यानिफेस्ट गर्नु छ, कुनै भिजनहरू गर्नु छ, कुनै चेकमा साइन गर्नु छ, पूजा कोठामा छिर्नु छ अथवा मेन ढोकाहरूबाट हामीले छिर्नु छ, कुनै आफ्नो महत्त्वपूर्ण फाइलहरू, ल्यापटपहरू, विभिन्न आफ्नो पेसाको आधारमा रहेका डकुमेन्टहरू चाहिँ मेटेरियलहरू बोक्नु छ भने चन्द्र नाडी एक्टिभ भएको बेला हामीले सासलाई रोकेर सास लिने रोक्ने जुन रोक्ने बेला हुन्छ सगुन विधि, त्यो सगुनको बेला चाहिँ हामीले त्यो कुराहरूलाई समाएर घरबाट अगाडि बढ्नु पर्दछ। यसरी
विभिन्न विषयहरूमा, विभिन्न कर्महरूमा, विभिन्न कार्यहरूमा चाहिँ कुन नाडी एक्टिभेसन गरेर चाहिँ हामीले श्वासको प्रक्रियालाई चाहिँ आफ्नो जीवनमा र प्रकृतिसँग तालमेल गरेर अगाडि बढ्न सक्यौँ भने जीवनमा हामीले हेर्दाखेरि अहिले भास्ट लाग्न सक्छ, यसलाई के हो, हरेक कुरालाई त यसरी गरेर कहाँ साध्य हुन्छ भन्ने लाग्न सक्छ। तर जब हामीले दैनिक रूपमा सामान्य कुराहरूलाई प्र्याक्टिस गर्दै गयौँ, टोयलेट जाने बेला, खाने बेला, सुत्ने बेला, अफिसमा छिर्ने बेला, अफिसको कुर्सीमा बस्ने बेला, आफ्नो कुनै फोन कल रिसिभ गर्ने बेलामा, त्यसपछि आएर कसैलाई डायल गर्नु छ भने त्यो बेलामा चाहिँ हामीले सगुनमा श्वासलाई लामो लिने, रोक्ने। त्यो बेलामा चाहिँ कोहीसँग बोल्नु छ भने हेलो भन्नु छ भने टक्क श्वासलाई रोकेर सगुन विधिमा चाहिँ त्यो कार्यहरू गर्न सक्यो भने त्यसको फ्रिक्वेन्सी भाइब्रेसन चाहिँ हाम्रो अलाइनमेन्ट हुन्छ र पोजिटिभ अलाइनमेन्टले गर्दा हाम्रो जीवनमा पोजिटिभ रिजल्ट आउन सक्छ। यसको लागि चाहिँ हामीले स्वर विज्ञानलाई अध्ययन र अनुभव गर्दै अगाडि बढ्नुपर्दछ। शिवजीको यो विधि, पार्वतीलाई सिकाउनु भएको विधि हामी सबै व्यक्तिको जीवनमा अपनाउन सक्यो भने हाम्रो जीवनमा स्वास्थ्यमा, हेल्थमा, रिलेसनमा, नेममा, फेममा, ग्रोथमा यी विभिन्न जीवनका हाम्रा महत्त्वपूर्ण आयामहरूलाई अलाइनमेन्ट गर्नुको साथै हाम्रो ह्याप्पी, खुसी र समृद्ध जीवनको लागि यसले महत्त्वपूर्ण योगदान गर्दछ। ओम नमः शिवाय। जय शम्भो।